सो हेलो एन्ड व्हाट्सअप पिपल सो न्यू डे एन्ड न्यू ब्लग सो आजको ब्लग स्टार्ट गरेको छु मैले बाटोबाट सो आज म घर जाँदैछु होइन साथीभाइहरू सो अब घर चाहिँ अब खसीहरू काटेको अब आज चाहिँ खसी काटिदिनु म एकछिन यता बजार आएको थिएँ सो अब चाहिँ घरबाट अब के भन्छ खसी काटिदिनु पर्ने हुन्छ सो सबै बुवाहरू आइसक्नु भएको भन्ने सुनेको थिएँ मैले सो के कस्तो हुन्छ भिडियोहरू इन्जोय गर्दै गर्नु होला सो म चाहिँ खासै कहीँ जान्न हाम्रो घर साइडको घरमा मात्रै हो होइन त्यसपछि दाइ घुम्नुहुन्छ म चाहिँ अब सबै भुत्लाउने कार्यक्रमहरू घर बढ्नुहुन्छ सो अब खसी काटेको हेर्नु होला त्यसपछि चाहिँ सिधै खसी भुत्लाको चाहिँ भिडियो हेर्नु होला है त साथीभाइहरू इन्जोय अमृताई तपाईँले हान्नुहुन्छ कि अस्ति हेर्दै हान्थ्यो अमृत हाने न बलबारी 700 हान्ने छिनाउनु भएको विवेकले नि गाह्रो पर्छ काट्दैन हो त काट्छ कहाँ काट्छ हेर कति छाम्दै मैले काट्छ के लोप काट्ला त नि 1300 बनाउनु भयो ओइ त्यसरी हो उता उल्टोबाट भेट्नु हो त्यसो छैन निकाला न यस्तो हो त हाना उल्टो हो कि त्यो पिन्नु हाना ओइ भडी त यो खर्च गर्नु पर्छ मुन्डो यो त फर्क तोले मार नि थाबी यो त बुढो मान्छे मुन्डो चाहिँ यो होला नि अ यो त मुन्डो यसलाई चाहिँ गाउँकै बनाउनु उतै फर्काथे त पहिला नि यता त हैन आन्टी छोड्नु त धुनी हैन के कभर छैन एउटा पुरानो चिप लिन्छ के हाम्रो यता एक विजय दाइ ओ विजय दाइ हाम्रो बोकी कटर गाउँभरिको खसी काट्ने डन एके विजय दाइ काजी ओइ भएन भएन मिलेन खाटमा गएर बस्नु अडिन्न हौ
मेरो साथीहरू नै सो अहिले चाहिँ टक्क दिउँसोको चाहिँ अब कति भन्नाले अलि कस्तो अहिले ल 1 बजिसक्यो होला। सो साथीभाइहरू आज चाहिँ सो खसी काटिदिएन, खसी काटियो, हल्का फुल्का सोटी पनि बनाइयो होइन, त्यो काटेर ट्याक्क छोडियो। सो अब त्यो भरतिर अब सुकाउनु पर्ने हुन्छ त्यसलाई ऐनाको माथि। सो आज यो खसी काटेको भ्लग चाहिँ यहीँ आइदियो। सो भोलि टिका छ, टिकाको भ्लग बनाउँछु म दिन आई डोन्ट नो। सो छोटो छोटो क्लिपहरू चाहिँ हाल्छु होला म सायद। सो कस्तो लाग्यो भिडियो है त, इन्जोय साथीभाइहरू, थ्याङ्क यू।